भाले आज के अरे चैत दसैँको दिन हामी पूजा गर्दैछ। चैते दसैँको दिन पूजा गर्नको लागि भाले ल्याएर अब पूजा गर्न लागिरहेका छौँ हामी। अब एउटा हाम्रो बाजे हुनुहुन्छ, बाजेले मनसाएर बाजेले पूजा गर्नुहुन्छ हैन। आज यो चैत दसैँ भन्छ के अरे हैन। त्यही आज भाले ल्यायो। अनि भाले ल्याएपछि यो भालेलाई यसलाई बलो चलाउन रे के बलि चलाउनु हुन्छ हैन। हो त्यही कारणले अब यसलाई हामी पूजा काट गर्दैछु। म यता अलि यता गएर बिहिबार आज बिहिबारको दिन हो त। अब पानीले टाउको माउ गर। बिहिबारको दिन हामी आज पूजा पाठ गर्दैछु। हो ल रमायो ल चैत दसैँ रमायो। चैत दसैँ रमाइलो। अब टोपी निकाल्नु पर्यो नि तिमीले। निकाल्नु पर्यो नि त यार। ल पूजा बाजेले त निकाल्नु पर्यो नि हैन। अब ल अब यस्तो उठाऊ भालेलाई उठाऊ। हो ल अब यो चैत दसैँको लागि पूजा गर्दैछौँ। अब पाप जति जाओस्, पाप जति अरूलाई मासु आफूलाई मासु हामीले खाने, पाप जति अरूलाई। हामी बिजोग रमाइलो छ होइन। दसैँको दिन रमाइलो गर्न पर्यो। रोसी खाएर ए प्रसादसँग रोसी खानु हुँदैन। ल ठिक छ। भनेको त्यो नचल्ने कुरो। अनि अझै पानी हालेर मनसाउने उसले पनि खुसी मान्न पर्यो अब लास्ट उसमा होइन। हो रमायो ल चैत दसैँ ल अब काट्ने सुरु गर्न पर्यो। ल रमायो चैत दसैँ रमायो। आजको 12 गते दिन होइन। 12 गते दिन आज बिहिबारको दिन ग्रह जति हाम्रो 10 ग्रह जति जाओस्, राम्रो चिज आओस्। यो हाम्रो रुगाखोकी लाछ, रुगाखोकी लाएर 4-5 दिन सुताउने त्यस्तो रुगाखोकी भागोस्, सबैलाई चढोस्, रोगसोक कसैलाई नलाओस्। अब यो नयाँ साल चैत दसैँको शुभकामना छ सबैजनालाई। हामी चाहिँ भाले काटेर एकेर पूजा गरेर भाटीलाई भोग चलाएर होइन पठाउन आँटे यो रोगसोक भनेर अब हामी जानकारी हुँदैछु। अनि भन त। अनि ल अनि त्यसपछि हामी अहिले अब भाले खुसी भयो। अनि यो अब भनेको अब यो हामी काट्ने सुरु भइरहेको। ल सुरु गरौँ। तपाईँ काट्ने होला नि। टिभी पनि पुजारी टोपी निकाली मान्छे ल अब तिमीलाई खुट्टा उ गर। तेरो ठुलो हो भाले त ठुलो छ। खुट्टा उ गर्ने अनि उ गरेपछि भाले ठुलो छ होइन। यो भाले भनेको हाम्रो पूजा पाठको भाले हो। भोग चढाएको छु ल है पाप जति अरूलाई मासु हामीलाई चैत दसैँको दिन हामीले यो चाहिँ पूजा पाठ भोग चढाएको छु। रोग पेट कसैलाई नलागोस् होइन। अनि आजको दिन चैत दसैँको दिन होइन काटी हामीले मासु खाने। त्यो के भगवानलाई त्यो फालेको यो भगवान हो। ल यो भगवान हो। भगवानलाई त फाल्दा भएन नि त। चैत दसैँको दिन